आज म कहाँ जाँदैछु त अचानक, त्यो पनि जिपमा। हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। हेर्नु न, मैले सुरुमा भिडियो बनाउनै भुलेछु। जगत आएपछि बल्ल सुरु गरेँ कि हामी अहिले जगत आइसक्यौँ। हेर्नु न कस्तो राम्रो भ्यू देखेको, डाँडा काँडा अग्लो होचो यस्तो राम्रो देखिएको थियो नि बादल आकाशमा। आकाश पनि सफा। त यस्तै भ्यू हेर्दै हेर्दै आनन्दले हिँडिरहेको छु। आइपुगेँ जरकोट। हेर्नु न यहाँ कस्तो राम्रो स्कुल के डाँडा माथि छ के यो स्कुल। हेर्नु न यहाँ पनि कस्तो राम्रो घाम लागेको, यस्तो राम्रो देखिएको थियो नि त्यो हरियाली। यहाँ एउटा आमाले मकै सुकाइरहनु भएछ कि मैले त्यो पनि खिचेको थिएँ। हेर्नु न यता फेरि सबै बाटो फराकिलो गराउनु लागेको रहेछ कि, सबै कुना कुनातिर डोजरले खनेर बाटो फराकिलो गराउँदै रहेछ कि। अब म आइपुगेँ केवरे बजार। केवरेको बजार हो कि साथीहरू, यो सानो छ तर रमाइलो छ कि। यो पुरानो बजार हो कि। म सानैमा बुवासँग पोखरा जाँदा आउँदा पनि यो बजार थियो कि, मलाई अलिअलि याद छ। पुरानो घरहरू नयाँ बन्यो होला, फरक त्यति मात्रै हो, तर बजार चाहिँ उही पुरानो नै हो। गाडीमा भने गीत बजिरहेको छ, म भने आफ्नै सुरमा भिडियो खिच्दै बाहिरको मनमोहक दृश्यहरू हेर्दै आफ्नै सुरमा हिँडिरहेको छु। अब हामी केवरेको ओह्रालो झऱ्यौँ। हेर्नु न यहाँ बाख्रा चढ्दै रहेछ। केवरेको ओह्रालो यति घुम्ती छ नि साथीहरू, यति घुम्ती। ओह्रालो पनि उस्तै, घुम्ती पनि उस्तै, यति घुम्ती छ। हेर्नु न यहाँबाट रामपुर देखिन्थ्यो कि भ्यू, तर खासै क्लियर देखिएन। अन्त कस्तो राम्रो हरियाली डाँडा, यस्तो राम्रो, कति रमाइलो लाग्यो मलाई त यो हेर्दा पनि। आनन्द आउने कि त्यो हेर्दा पनि, हरियाली डाँडा। अब म आएँ बारीकुना साथीहरू। बारीकुना आएपछि त यस्तो तातो हावा आइरहेको थियो नि, यति गर्मी। मसँगै गाडीमा एउटा बुवा र एउटा दिदी आउनुभएको थियो कि, त्यो दिदीको भाडा नलिनु है भन्दै हुनुहुन्छ कि त्यो बुवाले फेरि। अब हामी आयौँ बाईडाँडा। यहाँ बाईडाँडामा त्यो एउटा भ्यू टावर छ कि, तर म अहिलेसम्म गएको छैन। कति यो बाटो आउने जाने गर्छु तर म गएकै छैन। हेर्नु न कस्तो छेउछेउमा कस्तो राम्रो फुलहरू के फुलेको, आँपको पनि कस्तो धेरै बोटहरू, बाख्रा पनि चराउँदै हुनुहुँदैछ। अब हामी झऱ्यौँ किसान। अब हेर्नु न यहाँ छेउछेउमा यहाँ पनि कस्तो राम्रो फुलहरू फुलेको छ कि किसान। यहाँ हेर्नु है त, हेर्नु त कस्तो राम्रो रातो रातो फुलहरू। मकै पनि कस्तो राम्रो देखिएको। मलाई हेर्नु साथीहरू, मेरो हालत हावा पनि यति तातो आएको थियो। यस्तो अवस्थामा एक्लै छेउमा बसेर एक्लै आफ्नै सुरमा हिँडिरहेको छु म। अझ हेर्दै साथीहरू यो मकै कस्तो ओइलाको छ कि, घाम पनि यस्तो चर्को, गर्मी उस्तै। पानी नपरेर त होला नि, सबै मकैहरू ओइलाको छ, कस्तो निदाएको जस्तो भएको छ कि। घाम यस्तो छ त अनि यति रमाइलो कि, छेउछेउमा फुलहरू, हरियाली। गर्मी यति छ कि बुवा आमाहरू शीतलको लागि चौतारीको छाहारी मुनि, रुखको छाहारी मुनि बस्नुभएको छ कि। अब हामी आयौँ सुन्तलीटार बजार। आज म अचानक किन वालिङदेखि रामपुर आएँ भने साथीहरू, मेरो चाहिँ घरमा मम्मी, भाउजू, भदा सबै एकैचोटि बिरामी हुनुभएको छ, त्यसैले म अचानक रामपुर आएको। अब म लागेँ स्याङ्जा छोडेर पाल्पातिर साथीहरू। गाडी चाहिँ उता अर्को तलको पुलबाट जाँदै थियो, त्यसैले म यहीँ ओर्लेर यसरी हिँड्दैछु। हेर्नु न कालीकण्ठकी अलि धमिलो धमिलो अलि ठुलो भएको रहेछ बढेर। हेर्दा पनि यस्तो आनन्द आउने आफ्नो गाउँ भनेपछि त। यहाँ यो पुल पनि भर्खरै अब सकिन लागेको रहेछ। यो ठाउँ कि साथीहरू, हामी सानै हुँदा पुरै यो घरहरूमा पुरै पसल थियो कि, कस्तो चहल पहल थियो, कति रमाइलो थियो। अहिले त यस्तो पुरै घरहरू पनि यस्तो पुरानो भएछ। सायद अब यो पुलबाट मान्छे धेरै नहिँड्ने भयो त होला नि। म आइपुगेँ घर। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई।